नमस्ते। आज म टेक्सासको बिहान मार्केटमा केही सब्जीहरू अनि केही खानेकुराहरू किनौँ भनेर बसेका छौँ। हजुर सामुन्नेहरूमा यसरी देखाउँदैछु, हेर्नुहोस्। स्टोभरी भन्छ यसलाई। यसरी प्याकिङ गरेका सामान हुन्छन्। यो नेपालको केमु भन्छौँ हामीले, होइन? यसरी प्याकिङमा आएको हुन्छ यो। अनि $4.44 भनेपछि लगभग $5 यो भयो। यसरी बन्दकोपी $1.56, $3, $4 यसरी हेरेर हुन्छ। गाजरहरू, अदुवा साह्रै महँगो छ, $3.87। यहाँ सामानहरूको अहिले भाउ एकदमै बढी भएको छ, मूल्य एकदमै बढेको छ सामानहरूको। यो सिमीको कति छ अहिले यसको? $1.38 एउटा, $1.82 पैसा सिमीको। यो सिमीको यसलाई के भन्छ के भन्छ नेपालमा? यसलाई यो साह्रै महँगो छ। यो $3.32 धेरै महँगो। अहिले सामान एकदमै हाई छ। ब्रोकाउली केही पनि सस्ता छैन। यसरी बेच्न राखेका हुन्छन्। हामीले यसरी यही लगेर रुममा लगेर पकाएर खाने हो। मकै यसरी प्याकिङमा आउँछ। यसरी काँचो मकै, हरियो मकैहरू, होइन? अनि सानो यस्तरी हुन्छ। यता हेर न, यस्तरी हुन्छ। हामी आज बिहान खान्छौँ। खुर्सानीहरू हेर्नुहोस् है बाबु, हेर